यो भिएसटीमा किरोहादा आयो भने यसले चाहिँ डट 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 ने निर्णय गर्नु भनेर जनाउँछ है। अब यसलाई चाहिँ हामीले कमन ल्याङ्ग्वेजमा भन्दाखेरि डिसिजन लिनु के है, यो भनेर बुझिन्छ। जस्तै इक्जाम्पल चाहिँ गरेर हेरौँ है त यसको। इक्जाम्पलमा जस्तै मैले अब यहाँ लेखेँ कोरियन ल्याङ्ग्वेज सिक्ने निर्णय गरेँ भयो होला। कसरी भन्ने होला यसलाई कोरियन ल्याङ्ग्वेजमा लेखेर हेरौँ अब। कोरियन ल्याङ्ग्वेज सिक्ने निर्णय गरेँ। अब यस्तो छ भने सबभन्दा पहिला त शब्दै जान्नु पर्यो। कोरियन भाषालाई के भन्छ? यति है, यति कोरियन भाषालाई के भन्छ त्यो जान्नु पर्यो पहिला सुरुमा है। कोरियन भाषालाई भन्छ हानगुग। त्यही भएर हानगुग। अब यसमा पार्टिकल लगाउनु पर्ला कि नपर्ला? हानगुग रुल हुन्छ, पार्टिकल लगाउनु परिहाल्यो। सिक्ने भनेपछि सिक्नु भन्ने भयो होला है। सिक्ने भन्नु चाहिँ भब आयो। त्यो सिक्ने भनेको भब चाहिँ कुन चाहिँ हो? फे उदा भन्ने भब आयो क्या है। जस्तै फे उदा भनेको सिक्नु भन्ने भब हो। सबभन्दा पहिला यो जान्नु पर्यो है। यो जानेपछि अब सूत्रमा जाऊँ। हामीले पहिला बिएसटी लेख्ने हो भनेपछि त दाको अब काम छैन हो। त्यसो भए यहाँ पछाडि के थप्नु त भन्दा ए कि रो। अब हादा भन्ने छ नि, यो हादालाई चाहिँ हामीले टेन्स अनुसार चेन्ज गर्नुपर्ने हुन्छ। यो सेन्टेन्समा सिक्ने निर्णय गरेँ भनेपछि यो कुन टेन्स भयो? त्यही भएर हादालाई पास्ट टेन्स बनाउँदा के हुन्छ त्यही लेख्ने। अब हादाको के हुन्छ अरे? हेस्सयो हुन्छ है। हे भनेको त प्रेजेन्ट भयो नि। यसरी हाङ्गु गरुल फ्यौकिरो हेस्सयो। अब यसलाई यसरी नभनेर यो फ्यौकीको साटोमा है, यो फ्यौकीको साटोमा खोङ्गु हागी भने पनि हुन्छ। खोङ्गु हागिरो यसरी भने पनि हुन्छ। बुझिन्छ? क्लियर छ नि होइन? खोङ्गु आधा भनेको त अध्ययन गर्नु हो नि त। अब यो अगाडिको चाहिँ सेम भयो कि है। हानको गरुड खोङ्गु हागिरो हेसयो भने पनि त्यही अर्थ भयो है। त्यसो भए अझ एउटा इक्जाम्पल हेरौँ है त। अर्को इक्जाम्पलमा चाहिँ भोलि है। भोलि सरी भोलि भएछ। भोलि मुभी हेर्ने निर्णय गरेँ। ल यो कसरी लेख्ने होला? पहिला भोलि लेख्नु पर्यो। भोलिलाई के भन्ने? नेइल भन्ने है। के भन्नुभयो फेरि भन्नु त? पार्टिकल नेल पछि पार्टिकल आउनु पर्दैन? पर्दैन पर्दैन, यसमा पर्दैन है। समय जनाउन ए भन्ने पार्टिकल लगाउने त हो, तर यिनीहरू चाहिँ रिलेटिभ टाइमर्स भएको कारणले यसमा ए भन्ने पार्टिकल लगाउनु पाइँदैन है। नेल यङवा, यो यङवामा चाहिँ पार्टिकल लगाउनु पर्छ। ल भन्नु त के लगाउनु पर्छ पार्टिकल? यङवा रुल। अब हेर्ने भनेपछि के भयो? हो गी रो गरेँ भनेपछि फेरि पास्ट टेन्स भयो नि त होइन। यस अ यो यसरी बुझिन्छ? यो सजिलो छ एकदम, क्लियर छ नि है। त्यसमै अर्को सूत्रमा जाऊँ है।
यो बुझिन्छ नि होइन? नपाउने। ल, अर्को सूत्रमा जाम है त। अब अर्को सूत्रमा छ हाम्रो भिएसटीमा है। यसमा पनि भिएसटीमा आ अ थप्ने पहिला, अनि फोन जकी इत्ता भनेर थप्ने। यो फोन जकी इत्ता भन्ने छ नि, यति। यो फोन भनेको हेरेको, जकी इत्ता भनेको चाहिँ अनुभव छ भनेको के है। यी हेरेको अनुभव छ अरे के है। यसलाई मैले नेपालीमै लेखिदिन्छु। सबभन्दा पहिला यो डट 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 गर्नु पर्यो। यी हेरेको अनुभव छ भन्नु पर्यो, यति है। अब यो तलपट्टिको चाहिँ अप्ता भनेको छ नि, त्यो अप्ताले फेरि के भन्छ, यी हेरेको अनुभव छैन भन्छ। यो पनि महत्त्वपूर्ण सूत्र हो है, जान्नै पर्छ। यो छलाई हामीले के भन्नु पर्यो अब, छैन। छैन भन्नु पर्यो यसरी है। यी हेरेको अनुभव छैन। यो आ अमा चाहिँ दुईटा मात्रै आउँदैन, सर्टकटको लागि दुईटा लेखेको। आ अ य हे ने जे पनि आउन सक्ला है त। हामीले जसरी सिम्पल प्रेजेन्ट टेन्सको इन्फर्मलमा जसरी चाहिँ आ कस्तो बेलामा प्रयोग गर्ने, अ कस्तो बेलामा प्रयोग गर्ने भनेर पढिएको थियो, ठ्याक्कै त्यही भनेपछि यसको पनि इक्जाम्पल लेखेर हेरौँ है त। यसको इक्जाम्पलमा सजिलो खाले इक्जाम्पल गरौँ न। कोरियन खाना खाई हेरेको अनुभव छ। कसरी भन्ने होला? कोरियन खाना खाई हेरेको अनुभव छ। ल, यसमा सबभन्दा पहिला के जान्न पर्यो? कोरियन खाना भन्न पर्यो। कोरियन खानालाई के भन्छ? हानगुक उम्सिक भन्छ है। पार्टिकल लाउनु पर्यो कि परेन? पर्यो। कुन पार्टिकल लगाउनु पर्यो? हानगुक उम्सिगुल। अब खाई भनेपछि कुन चाहिँ भव आयो? मक्ता भन्ने भव आयो। अब यसलाई आ अ मध्ये के लगाउनु पर्ला? अब यो भिएसटी भएर दाको काम छैन। कन्सेन्ट ढुन्डियो भने के लाग्छ अरे? मग भयो। त्यसपछि बाँकी त सूत्रमा चाहिँ छ त्यही, मगबोन जई अनि इत्ता अनुभव छ भनेपछि कुन टेन्स भयो? होइन नि, अनुभव छ भनेपछि त छ छु छौ छिन्चेसको त सिम्पल प्रेजेन्ट टेन्स भयो। भनेपछि इत्तालाई हामीले सिम्पल प्रेजेन्ट टेन्समा बनाउनुको लागि भिएसटी चाहिँ यो इस होइन, अनि यहाँ डबल स झुटिसकेपछि यो इसयो भयो यसरी। हानको घुम्सिगुल मग पुञ्जकी सयो। बुझिन्छ? बुझिन्छ? बुझिन्छ नि होइन? अझ एउटा इक्जाम्पल गरौँ है त। अझ एउटा इक्जाम्पल के लेखौँ भन्दा, ट्रेन चढी हेरेको अनुभव छ भनेर लेखौँ ल। रेल चढी हेरेको अनुभव छ। ल, कसरी लेख्ने? रेललाई के भन्छ? खिचा भन्छ। ठिक छ। अनि चढ्नुलाई, चढ्नुलाई के भन्छ? चढ्नुलाई ओरुदा भनेको त्यो बढ्ने किसिमको हो, थादा भन्छ गाडी चढ्नु भन्नु पर्यो भने है। गाडी चढ्नको लागि चाहिँ प्रयोग गर्ने शब्द थादा हो। ओरुदा भनेको माथि माथि चढ्यो अथवा रेड बढ्यो हो, त्यस्तो टाइपकोमा चाहिँ ओरुदा है।
ल भिएसटी थाहा भयो अनि लाउने त्यसमा त सूत्रमा चाहिँ यसो त्यही है बोन जगी बोन जगी अनि इत्तालाई के बनाउनु पर्यो त्यसलाई पुस्तक इसयो बनाउनु पर्यो बुझिन्छ खिचा था बोन जगी इसयो अब यहाँ एउटा कुरा याद गर्नु भएन तपाईँहरूले पार्टिकल खोइ त यसमा रुल लाग्यो है किनभने यो अब्जेक्ट हो नि त त्यही भएर है ल, यो बुझिन्छ हजुर ल धेरै छुटेको छैन है हस् ल त्यसपछि तल गएर अब अनुभव छैन अघिको जस्तै इसयलाई अपसय बनाउने मात्रै अरू केही पनि फरक छैन है त्यसमै अघिकै सेन्टेन्सलाई छैन भन्ने बनाऊँ न ल हुन्छ अघिकै सेन्टेन्सलाई कोरियन खाना खाइ हेरेको अनुभव छैन ल के हुन्छ होला एउटै सेन्टेन्स बनाइयो भने तुलना गर्न सजिलो हुन्छ क्या त्यही भएर है ल के भन्नु पर्यो त यसमा कोरियन खानालाई के भन्नु पर्यो खै त बोलेको हाङ्गो गुम्सिकुल अनि मग अनि कोन्जगी ल अब चाहिँ अप्तालाई के बनाउनु पर्यो अप्तालाई अपसय बनाउनु पर्यो यसरी अप्स यो सकिहाल्यो गाह्रो छ र त्यही अघि माथिकै हेरौँ न माथिकै रेल चढी हेरेको अनुभव छैन ल कसरी लेख्ने होला रेल चढी हेरेको अनुभव छैन खिचा भयो भन्न परिहाल्यो खिचारुल अनि अनि थाबुन जगी अनि यसरी ल खिचारुल थाबुन जगी अपसयो यसरी बुझिन्छ बुझिन्छ है अब हामीले पढ्ने हो भिएसटीमा है यो छुट्टै ल लेख्ने अनि यसलाई सु इत्ता यसरी है अथवा यो लसु इत्ता आएन भने उल सु इत्ता आउँछ यसरी है यसको अर्थ हुन्छ यसरी लेखौँ यसको अर्थ हुन्छ क्यान अब यसको के त भन्दा जान सक्छु खान सक्छु यस्तो टाइपको है यस्तै यसको ठ्याक्कै उल्टो हुन्छ यसको उल्टो फेरि के हुन्छ भने भिएसटीमा यो लसु इत्ताको ठाउँमा लसु अप्ता गर्ने के है भिएसटीमा लसु यसरी अप्ता अथवा उल्सु अप्ता यसरी यो चाहिँ के भयो त भन्दा क्यान नट है क्यान
नट। अब यसैलाई जस्तो जान सक्छुको के हुने भयो त अब? जान सक्दिन। खान सक्छु के हुने भयो अब? खान सक्दिन, यसरी। बुझिन्छ? के भयो, किन साउन्ड अफ हो? Awesome. अब यो अगाडिपट्टिको छ नि, ल मात्रै झुन्डिएको, कहाँ कहाँ प्रयोग गर्ने? भवेल इन्डिङमा र ल पश्चिममा, है। यो कहाँ प्रयोग गर्ने? कन्सोनेन्ट इन्डिङमा, है। यो पनि, यो कहाँ प्रयोग गर्ने? भवेल इन्डिङ र ल पश्चिममा। यो चाहिँ कहाँ प्रयोग गर्ने? कन्सोनेन्ट इन्डिङमा। यसको त मैले डाइरेक्ट भ मात्रै दिएर त्यही मात्रै प्र्याक्टिस गरे पनि बुझिन्छ, यसको त्यस्तो गाह्रो छैन, है। जस्तै आफूले लेख्न सकिन्छ नि, होइन? अब मैले खादा भन्ने भाव दिएँ, ल कसरी चेन्ज गर्ने? एउटा खादा भन्ने भाव दिएँ, अर्को मान्दुल्दा भन्ने भाव दिएँ, है। यो त्यस्तो गाह्रो छैन, यति भाव मात्रै कन्भर्ट गरे पनि जानिन्छ। ल खादा र मान्दुल्दा, ल के हुन्छ? चाहिँ पहिला भिएसटी लेख्नु पर्यो, भिएसटी भयो खा, होइन? भवेल भएको कारणले गर्दा के युज गर्नु पर्यो यसमा? यसरी खाल सु। अब इत्तालाई इस्सय बनाउने, अब यसलाई इत्ता नै भनौँ न। जस्तै इक्जाम्पलको लागि, भोलि जान सक्छु, कसरी लेख्ने? भोलि जान सक्छु, भोलिलाई के भन्ने अरे? नेइल। जान सक्छुलाई के भयो त? खाल्सु। सक्छु भनेपछि त त्यो प्रेजेन्ट टेन्स भयो नि त, त्यही भएर इस्सयो भन्नु पर्यो इत्तालाई। यो प्रेजेन्ट टेन्सको सूत्र लगाउनु पर्यो यसमा, सक्छु भनेको प्रेजेन्ट टेन्स हो, त्यही भएर, है। बुझिन्छ? त्यसो भए मान्दुल्दाको के भयो नि? मान्दुल ल फाँच्चीमा आयो भने भवेल इन्डिङको नियम लगाउने भने त मैले मान्दुल्सु, अनि अनि मान्दुल्सु इस्सयो, यसरी। ल बुझिन्छ? ल यहाँसम्म छ कि क्वेसन? छैन? त्यसो भए एउटा इक्जाम्पल लेखौँ न त। के इक्जाम्पल लेखौँ भने चिठी लेख्न सक्छु लेखौँ न त। ल चिठी लेख्न सक्छु, ल के हुन्छ होला? फ्यन्जी भन्छ। पार्टिकल लगाउनु पर्ने कि नपर्ने? पर्ने। कुन पार्टिकल? रोल। लेख्ने भनेपछि कुन भाव भयो? सुदा। भिएसटी भयो सु मात्रै। भवेल भएपछि के झुन्डाउनु पर्यो तलतिर? ल झुन्डाउनु पर्यो, सुल सु, सरी इस्सयो। बुझिन्छ? यसरी, है। फेन्जिरुल सोल्सु इस्सयो। बुझिन्छ होइन? त्यसो भए कोरियन अक्षर पढ्न सक्छु, ल के हुन्छ होला यसको? कोरियन अक्षर पढ्न सक्छु। माल होइन नि, अक्षरलाई त के भन्छ? हानगुल भन्छ, है। हानगुल भन्छ, सरी इङ्ग्लिसमा भएछ। कोरियन अक्षरलाई भन्छ
हानगुल यसरी पार्टिकल हानगुल रुल रुल ल कन्सर्न भएपछि उलाउनु पर्यो नि त हाङ्गुल पढ्न सक्छु यहाँ जान्नुपर्ने कुरा है जस्तो हेर यति छ नि कोरियन अक्षर भनेको हाङ्गुल हो के है पढ्न सक्छु भनेपछि कुन भयो पायो एकता भन्ने भयो पायो है अब यो एकता भन्ने भावको VST के हुन्छ दा हटाउने यसको काम छैन अब कुन सूत्र आयो यसमा कन्सोनेन्ट भएपछि उल्सु इस अ यो सरी हाङ्गुल इल्गुल्सु इस्सयो बुझिन्छ ल यहाँसम्म के क्वेसन छ भने सोधौँ है छैन यसो अगाडि जाउँ है त अब यहाँ क्यान नटमा क्यान नोए भएछ सरी क्यान नट है त त्यसमा क्यान नटमा जाउँ है यही सूत्र हो सक्छुलाई सक्दिनँ मात्रै बनाउने इस्सयलाई अपसय मात्रै बनाउने गर्न सकिएला जस्तै मैले डाइरेक्ट इक्जाम्पल लेखेँ यसमा 12 बजे भेट्न सक्दिनँ ल के हुन्छ होला 12 बजे भेट्न सक्दिनँ 12लाई के भन्नु पर्यो एलडीसी यल अनि दु अनि बजेलाई सी सी अनि यहाँ पार्टिकल एल टाइम हो नि त मा भन्नु पर्यो नि यल्दु सिए अनि भेट्नुलाई के भन्छ भेट्नुलाई मान्नादा भन्छ है यसरी भेट्नुलाई मान्नादा भन्छ अब यो दाको काम छैन कुन लाग्ने भयो यसमा सूत्र लसु लाग्ने भयो कि उल्सु लाग्ने भयो लसु भवेल छ नि त त्यही भएर लसु लाग्यो यसरी मान्नाल सु अब सक्दिनँ हो नि त त्यही भएर यसरी अब सक्दिनँ भनेपछि कुन टेन्स भयो त प्रेजेन्ट टेन्स भयो होइन सकिन भने अब पास्ट टेन्स हुन्थ्यो सक्दिनँ त प्रेजेन्ट टेन्स भयो नि त त्यही भएर अप्सयो भयो कि 12 बजे यल्दुसिए मान्नाल्सु अप्सयो 12 बजे भेट्न सक्दिनँ यसरी बुझिन्छ त्यसमै लेखौँ अर्को किम्ची बनाउन सक्दिनँ किम्ची बनाउन सक्दिनँ ल कसरी लेख्ने होला खिम्ची रुल खिम्चीको स्पेलिङ के हुन्छ है खिम्ची रुल अनि के हुन्छ अरे मान्दल ल झुन्ड्यो भने ल नै युज गर्ने ल एकचोटि आइसकेको छ फेरि रिपिट गर्नु परेन सु सक्दिनँ भनेपछि अप्सयो बुझिन्छ त्यो अघिको माथिको कोरियन अक्षर पढ्न सक्दिनँ ल कोरियन अक्षर पढ्न सक्दिनँ यसको के भयो कोरियन अक्षरलाई के भन्ने अरे भर्खरै पढेको हानगुल हानगुल पार्टिकल
일, 한글을 अनि 일, एक 일, अनि कन्सोनेन्ट आयो नि त 일, उल सु 일, अप्सयो सरी ल बुझिन्छ 한글을 읽을 수 없어요 कोरियन अक्षर पढ्न सक्दिन भयो बुझिन्छ त्यसो भए यहाँसम्म केही क्वेसन छैन है त छैन नि है छैन सर